अहिले म चाहिँ यस्तो प्रकृतिको काखमा छु कि चारैतिरबाट चाहिँ है पहाडले घेरिरहेको छ क्या। अनि जुन यहाँ तल झरना पनि देख्न सक्नुहुन्छ। यो झरना चाहिँ 150 देखि 200 मिटरसम्मको रहेको छ। अनि चारैतिरबाट चाहिँ पहाडले घेरिरहेको छ। अनि यो ठाउँ चाहिँ कहाँ भन्नुहुन्छ भने यो ठाउँ चाहिँ ओखलढुङ्गा जिल्लाको चिसङ्कुगढी गाउँपालिकाको चस्कु गाउँमा पर्छ। अनि जुन यो देखिरहेको गाउँ चाहिँ ओखलढुङ्गा जिल्लाको चिसङ्कुगढी गाउँपालिकाको चस्कु गाउँ हो। अनि जुन यता जुन यो बिचमा चाहिँ दुधको सिप बगिरहेछ। अनि जुन यो पारीको गाउँ चाहिँ खोटाङ जिल्लाको सल्ले गाउँ पर्छ। अनि कस्तो विकट ठाउँ भन्नुहुन्छ होला है, यति धेरै विकट ठाउँ छ कि। तर मलाई चाहिँ यस्तै राम्रो ठाउँहरू एकदमै धेरै मनपर्छ। अब यस्तै ठाउँमा नै हामी चाहिँ घाँस दाउरा गर्दै नै हुर्केकोले गर्दा होला मलाई चाहिँ कृत्रिमभन्दा प्राकृतिक सुन्दरताहरू एकदमै धेरै मनपर्छ। अनि मलाई चाहिँ यस्तै झरना, यस्तै पहाड, यस्तै गाउँ, यस्तै हरियालीहरू हेरेर बस्नु चाहिँ एकदमै आनन्द लाग्छ। अनि हजुरहरूले चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ है? अनि तपाईँहरूको चाहिँ गाउँ कस्तो छ कमेन्टमा भनिदिनु होला है त।